वेलकम ब्याक टु माई च्यानल आम ब्याक। म चाहिँ रेडी भइसकेँ जानलाई। त मेरो चाहिँ आज बिदा छ अनि म अहिले जाँदैछु बिच। म बिच नगएको धेरै भइसक्यो, धेरै भन्नाले 2 विक्स। त्यही नै मेरो चाहिँ 4 डेज कन्टिन्यू बिदा छ किनकि इस्टर पब्लिक होलिडे यस्तै के भएर म सोचिरहेको छु कि म डेली भ्लग गरौँ फर 4 डेज किनकि म कतै न कतै गइरहेको हुन्छु अनि भ्लग बनाउन सकिन्छ हैन र। सो अब चाहिँ म क्विक केही खान्छु, केही भन्नाले बिहान मैले खाना बनाएको आफै। Welcome to a day in my life, guys. This is me, this is my laptop, and this is my life. Guys, homemade moi. Guys, हैन टन्न खाना पर्छ अब चाहिँ त्यही हो। Guys, your girl is ready to go. म खासा जाँदैछु मरुब्रा बिच पनि छ, वकिङ ट्र्याक पनि छ। सो म बिच एकैछिन घुम्छु अनि वकिङ ट्र्याक फुल। उता लगायो क्यामेरा। मलाई जबरजस्ती भ्लगमा मेरो कन्सेन्ट बिना लिएको छ। नभन्नु न त्यस्तो, फेरि मलाई अस्ट्रेलियामा केस हाल्ला। कति बेला एकदम जाडो हुन्छ, कति बेला एकदम चिसो हुन्छ, मलाई के भएको हौ। गाइस म चाहिँ भर्खरै बसदेखि छ है। को खाइरहेको छु अनि गाइस म नेक्स्ट टाइम बार्बिक्यू गर्न चाहिँ यहाँ आउँछु। यस्तो राम्रो ठाउँ छ कि बार्बिक्यू गर्नको लागि। 100 मान्छे पिकनिक मनाइरहेछ, उता बार्बिक्यू भइरहेछ हैन। अनि लुक एट दिस एरिया। त्यो गाडी देखिरहेछ नि, त्यो लाइफ गार्ड छ कि त्यसमा, अनि हेरिरहेछ कि सबै घुमिरहेछ आज लाइफ गार्ड चाहिँ। यो चाहिँ सर्फिङको लागि एकदमै बेस्ट बिच हो हैन। यहाँ सर्फिङ गर्ने अनि यो छालहरू एकदमै छाल देखिरहेको छ हैन। छालहरू चाहिँ एकदमै राम्रो भएको भएर के सर्फिङको लागि एकदमै पपुलर छ। बट आज एउटा नै मान्छे देखिरहेन किनकि छाल नै यति ठुलो छ कि बिच नै क्लोज गरेको छ। अनि अहिले जाँदैछु म कोस्टल वक ट्र्याकिङतिर। यो बिचको बाटो भएर हेर्नुपर्छ के, मलाई त्यही झ्याउ लाग्यो अलिकति चाहिँ। गाडी हिँडिरहेछ। Look at them, oh my goodness, babies. Wow. यो पक्कै पनि बच्चाहरूको काम हुन सक्छ यसरी बनाएको। यो त्यहाँ चाहिँ छु म। गाइज यार एकछिन बस्छु म, यहाँ थाकिसकेँ। ऊ पारिदेखि आएको म। ओ गड, आयो आयो आयो। कस्तो दामी ठाउँमा आएँ कि म। यु नो वाट, म कति सोचिरहेको हुन्छु कि म एक्लै घुम्न जाँदिनँ अब होइन। म जाँदिनँ एक्लै घुम्न भन्छ नि। म घरदेखि निस्केको मलाई थाहै हुँदैन कि म। ओ घर, अनि म आइसकेर सोच्छु कि म एक्लै त आउने सोचिरहेको थिएन त, फेरि आइहालेँ एक्लै। ल म चाहिँ आइपुगेँ होइन। यो ट्र्याकिङको ठ्याक्कै गेट भन्न मेरो लागि सानो गेट छ यहाँ। गेट 16 भन्ने लेखा रहेछ होइन। म भित्र छु है गाइज। यो चाहिँ मालाबार हेडल्यान्ड नेसनल पार्क हो। देखिरह यिनीहरूले छेक्दै यार, यिनीहरूले हेरिरहेको त्यहाँ। अब के हेर्नु, अब जाम। Look at this. यार सिडनीमा छ भने त यहाँ त आऊ। गाइज यो नै ठाउँ हो म चाहिँ समयसँग बसेर फर्स्ट टाइम भिडियो खिचेको अस्ट्रेलिया आइसकेपछि। दिस इज द प्लेस एन्ड दिस इज द भ्यू। वकिङ धेरै भयो, फेरि रेस्ट टाइम। खोजी ब्याग
गाइज होइन मलाई चाहिँ के यसरी विकेन्डमा चाहिँ जहिले पनि घुम्न मनपर्छ है म चाहिँ घुमिदिन्छु यसरी नै राम्रो यति पिसफुल मलाई स्ट्रेस भन्ने कुरा केही नै छैन सब यति राम्रो ठाउँमा आएर म यसरी बसिरहेको छु त्यही पनि एक्लै अब चाहिँ जान लाग्यो है म फिर्ता के गरेको यसले खेलिरह त्यही हो बल्ल बल्ल भेटेँ पानी हात धुने चाहिँ के हात धुन खोजेको है यस्तो पुरै रुजेछ मामा मामा तलको खोल धारा भनेको माथिको धारा खोलेछ कि यस्तो साइको यस्तो कति क्युट क्युट बच्चाहरू हो के हो गड कस्तो दामीसँग खेलेको गाइज मलाई असाई खान मन लाग्यो होइन अब लेट्स गो यहाँको असाई ट्राई गरौँ कस्तो हुन्छ गाइज आई थिङ्क म भेनिला आइसक्रिम खान्छु असाई खाँदिनँ $5 को एउटा असाई अति ठुलो हुन्छ सो मैले खाएँ एप्पल जुस 990 को गाइज एप्पल जुस यो 990 को है बिचमा ओ नट ब्याड घर जान्छु म चाहिँ यहाँ जान्छु 350 को सिडनी एयरपोर्ट डोमेस्टिक ए रुके यहीमा हो गाइज म चाहिँ यहाँ आइपुगेँ यो मास्कोट स्टेसन भन्ने अब मलाई चाहिँ यो बस पकड्नु छ 15 मिनट वेट गर्नु छ मलाई चाहिँ यहाँ अर्को कुरा म लोकेसन त भन्थेँ कि म कहाँदेखि कहाँ चढेँ भनेर मलाई आफै थाहा हुँदैन म बसमै सुत्दिन्छु कति बेला सुतेर 2-3 स्टप अगाडि पुग्छु त्यही भएर गाइज म चाहिँ बस्दै झरिसक्यो अब मेरो 5 मिनट वक छ यहाँदेखि अनि मोबाइलमा 5% चार्ज छ डेड गाइज 5% चार्ज छैन आजको ब्लगलाई एन्ड गर्नुपर्छ त्यही नै हो मन पऱ्यो भने लाइक कमेन्ट सेयर कमेन्ट युजुअल सब्सक्राइब के हो सबै गरिदिनु बाई गाइज सी यु नेक्स्ट टाइम बाई धन्नै ठोकेको यार यसमा